एक पिकअप र इक्सी आइभीएफमा कसरी गरिन्छ। हेर्दै हुनुहुन्छ, पिकअपको लागि आज हामीले इन्स्ट्रुमेन्ट रेडी गर्दैछौँ। स्टेरिलिटी मेन्टेन गरेर पिकअप निडल सक्सन ट्युब र ट्युबमा जोड्दैछौँ। ट्युब्सहरू वार्मरमा वार्म गरेर राखिएको हुन्छ र वार्मरमा टेम्परेचर सेट गरिएको हुन्छ। सक्सन मसिन अन गरिन्छ र त्यसको प्रेसर मेन्टेन भएको छ कि छैन चेक गरिन्छ। नर्मल सलाइन लिइन्छ, मिडिया लिइन्छ र ओपियु निडलमा तानिन्छ। पार्ट स्क्रिन गर्नलाई गजबेस र नर्मल सलाइन लिइन्छ। ओपियु गाइड टिभीएस प्रोबमा फिक्स गरिन्छ। महिलालाई सर्ट जे एनेस्थेसिया दिएको हुन्छ र ओपियु स्टार्ट हुन्छ। राइट ओभरी र लेफ्ट ओभरी दुवैका फोलिकल्सहरू साइज राम्रो छ र मल्टिपल फोलिकल्सहरू छन्। राइट ओभरीमा ओपियु स्टार्ट भइरहेको छ र देख्न सक्नुहुन्छ फोलिकलमा निडल प्रिक भएको छ। प्रिक भइसकेपछि निडलको द्वारा फोलिकल एस्पिरेट भइरहेको छ। एस्पिरेटेड फ्लुइड ट्युबमा कलेक्सन भइरहेको छ। यसरी 1 बाई 1 हरेक फोलिकल एस्पिरेट गरिन्छ र ट्युबमा फ्लुइड कलेक्सन हुन्छ। एउटा साइडको एस्पिरेसन फिनिश भएपछि लेफ्ट साइडको फोलिकल एस्पिरेट गरिन्छ र त्यसको फ्लुइड पनि ट्युबमा कलेक्सन भइरहेको देख्नुभएको छ। ट्युब्सहरू ल्याबमा ट्रान्सफर गरिन्छ र एम्ब्रियोलोजिस्टद्वारा फ्लुइड चेक गरिन्छ ऊ साइडको लागि। फ्लुइडमा एग्स भएको नभएको चेक गरिन्छ र त्यसको नम्बर काउन्ट गरिन्छ। यसरी बायोल्याटरल ओभरिजको हरेक फोलिकल एस्पिरेट गरेर ट्युबमा कलेक्सन भइसकेपछि त्यो ट्युब ल्याबमा ट्रान्सफर गरेर एग्सको प्रेजेन्स र त्यसको नम्बर कन्फर्म गरिन्छ। लास्टली मिडिया तानिन्छ। एकछिन इन्क्युबेटरमा राखिसकेपछिको एगलाई डिन्युट गरिन्छ। एस्पिरेट गरेका एग्सहरू M2, M1 वा जीवी के छ भन्ने कुरा थाहा हुन्छ। युजुअली M2 एग्सहरू मात्र फर्टिलाइज हुने सम्भावना हुन्छ। M2 र M1 एक्सै डिसमा सिफ्ट गरिन्छ। प्रोसेस गरेको स्पर्म स्याम्पलबाट एक्टिभ मोटाइल र मोर्फोलोजिकली नर्मल स्पर्म सेलेक्ट गरिन्छ एक्सीको लागि। एक्सी मसिनमा एगलाई होल्ड गरेर एउटा स्पर्म इन्जेक्ट भइरहेको छ देख्न सक्नुहुन्छ। 1 बाई 1 हरेक एगमा यसरी नै एउटा एक्टिभ मोटाइल र मोर्फोलोजिकली नर्मल स्पर्म इन्जेक्ट गरिन्छ। एगको पोजिसन मिलाइन्छ र स्पर्म इन्जेक्ट गर्न अगाडि स्पर्मको टेल कट गरिन्छ र यसपछि एगभित्र इन्जेक्ट भइरहेको छ। हेर्दा यो प्रोसिजर एकदमै इजी देखिरहेको छ, तर माइक्रो म्यानिपुलेसनको लागि हाई एक्सपर्टिजको आवश्यकता हुन्छ। एक्सी भइसकेपछि यो ग्यामेटलाई अर्को कल्चर मिडियामा सिफ्ट गरिन्छ केयरफुली र त्यसपछि यसलाई इन्क्युबेटरमा राखिन्छ। यसरी ओपियु र एक्सी कम्प्लिट हुन्छ र डे 3 मा एम्ब्रियोज चेक गरिन्छ र डे 5 कल्चर गरिन्छ।